तपाईहरुले चाहिँ नलेज हबको नेपालको आइडी चाहिँ आफै पनि क्रिएट गर्न सक्नुहुन्छ। तपाईहरु चाहिँ गुगल अथवा क्रोममा जान सक्नुहुन्छ। म चाहिँ क्रोममा गए। क्रोममा गएर तपाईहरुले चाहिँ सर्च बटनमा गएर चाहिँ तपाईहरुले सुरुमा चाहिँ नलेज अफ नेपाल भनेर सर्च गर्न सक्नुहुन्छ। जस्तो नलेज अफ नेपाल भनेर मैले सर्च गरे। नलेज अफ नेपाल सर्च गरिसकेपछि तपाईहरुको चाहिँ यस्तो इन्टरफेस आउँछ। यस्तो इन्टरफेस आएपछि तपाईहरुले चाहिँ फर्स्ट नम्बरको माथिको नलेज अफ नेपाल भन्ने साइडमा छ, यो त्यसमा थिचिसकेपछि तपाईहरुको यस्तो अप्सन आउँछ। हो यस्तो अप्सन आइसकेपछि तपाईहरु चाहिँ सबसे मुनि स्क्रोल गर्दै गर्दै जान सक्नुहुन्छ। मुनि मुनि स्क्रोल गर्दै जान सक्नुहुन्छ। मुनि मुनि स्क्रोल गर्दै जानुहुन्छ भने सुरुमा चाहिँ तपाईले चाहिँ स्टार्टर प्याकेज देख्न सक्नुहुन्छ। यस प्याकेजको प्राइस चाहिँ भनेको चाहिँ 699 रहेको छ। वेबसाइटमा चाहिँ 899 रहेको छ भने चाहिँ यसमा चाहिँ मेरो प्रोमो कोड युज गर्दाखेरि चाहिँ 699 रहन्छ। अनि अझै मुनि मुनि स्क्रोल गर्दै जानुहुन्छ भने चाहिँ अर्को प्याकेज चाहिँ क्रिएटर प्याकेज। क्रिएटर प्याकेजको प्राइस चाहिँ यसको प्राइस चाहिँ 2000 परेको छ भने चाहिँ मेरो प्रोमो कोड युज गर्दाखेरि तपाईलाई चाहिँ 1699 रहन्छ। अनि तपाईले अझै मुनि मुनि स्क्रोल गर्दै आउनुहुन्छ भने तपाईहरु चाहिँ प्राइम प्याकेजको प्राइस चाहिँ यसको प्राइस चाहिँ 3500 रहेको छ भने चाहिँ मेरो प्रोमो कोड युज गर्दाखेरि चाहिँ 2899 रहन्छ। अनि अर्को भनेको चाहिँ मास्टर प्याकेज। मास्टर प्याकेजको प्राइस चाहिँ यहाँ हाम्रो वेबसाइटमा चाहिँ 6500 रहेको छ भने चाहिँ मेरो प्रोमो कोड युज गर्दाखेरि चाहिँ 5499 रहन्छ। मैले चाहिँ यो प्लेटफर्म भित्र चाहिँ मास्टर प्याकेजको आइडी क्रिएट गर्न आइरहेको छु। तपाईसँग जति बजेट छ त्यही अनुसार तपाईले प्याकेज चुज गरेर पनि स्टार्टिङ गर्न सक्नुहुन्छ। आफ्नो आइडी आफैले पनि बनाउन सक्नुहुन्छ। जस्तो एक्जाम्पल लागि चाहिँ मैले मास्टर प्याकेज बाइ गरेको छु। बाइ नाउमा थिचेर चाहिँ तपाईले चाहिँ मुनि मुनि स्क्रोल गर्दै आउनुहुन्छ भने चाहिँ तपाईले चाहिँ जुनसुकै प्याकेज बाइ गरे पनि तपाईहरुले चाहिँ यो प्याकेज भित्र चाहिँ कामहरु गर्नुपर्ने भनेको चाहिँ यो स्किलहरु रहेको छ। डिजिटल मार्केटिङ हो यस्तो कम्युनिकेसन स्किलहरु, यो स्किलहरु रहन्छ। तपाईले मुनि मुनि स्किलहरु हेर्न सक्नुहुन्छ। यो स्किल सिकेर चाहिँ तपाईले सोशल मिडियाको थ्रुबाट चाहिँ इन्कम गर्न सक्नुहुन्छ। अब आफ्नो आइडी चाहिँ कसरी बनाउने भन्नुहुन्छ भने चाहिँ बाइ नाउमा थिच्नुस्। बाइ नाउमा थिचेपछि यस्तो इन्टरफेस आउँछ। हो यस्तो इन्टरफेस आइसकेपछि तपाईले चाहिँ सुरुमा चाहिँ तपाईले चाहिँ स्पोन्सर आइडी नेम चाहिँ तपाईले चाहिँ मेरो नाम राख्न सक्नुहुन्छ। यो हेर्न सक्नुहुन्छ KH100007 हो। यो राखिसकेपछि तपाईले चाहिँ मेरो नाम चाहिँ सो हुन्छ। स्पोन्सर आइडी नेम भनेर सुजल लिम्बू भनेर सो हुन्छ। अब तपाईले चाहिँ को मान्छेले चाहिँ आफू यो आइडी बनाउन आँटेको छ। जस्तो तपाईको नाम के हो, तपाईको नाम राख्नुहोस् सुरुमा चाहिँ। जस्तो मैले चाहिँ नाम चाहिँ राखेँ मैले चाहिँ यो। अनि सेकेन्डमा चाहिँ तपाईको आफ्नो डेट अफ बर्थ, तपाईँ कहिले जन्मिनु भएको, जस्तो मैले यो पनि डेट अफ बर्थ राखेँ। अनि अर्को कुरा भनेको चाहिँ तपाईँको जिमेल अथवा इमेल, तपाईँले युज गर्ने जिमेल अथवा इमेल राख्न सक्नुहुन्छ। तपाईँले हो यदि राखिसकेपछि तपाईँले चाहिँ तपाईँको फोन नम्बर, तपाईँले चलाइरहेको फोन नम्बर राख्न सक्नुहुन्छ। तपाईँले राखिसकेपछि तपाईँले चाहिँ आफ्नो डिस्ट्रिक्ट, तपाईँ कुन चाहिँ डिस्ट्रिक्टमा बस्नुहुन्छ। जस्तो म चाहिँ एक्जाम्पल लागि मैले चाहिँ सुनसरी, मैले सुनसरी राख्दिएँ। अनि तपाईँको पासवर्ड चाहिँ तपाईँ के राख्न चाहनुहुन्छ, जस्तो तपाईँको आफ्नो मर्जीले तपाईँले पासवर्ड राख्न सक्नुहुन्छ। जस्तो मैले उसको पासवर्ड चाहिँ मैले चाहिँ एक्जाम्पल लागि चाहिँ उसको पासवर्ड मैले राखिदिइसकेँ भनौँ न। तपाईँहरूले चाहिँ यति गरिसक्नुभयो भने चाहिँ सुरुमा चाहिँ तपाईँहरूले चाहिँ स्पोन्सर आइडी नाममा चाहिँ तपाईँले चाहिँ यो राख्नुपर्छ फर्स्टको KH100007। अनि मेरो नाम सो हुन्छ अटोमेटिकली। अनि अर्को कुरा भनेको तपाईँको नाम, तपाईँ जो मान्छे आइडी बनाउनुहुन्छ उसको नाम। अनि सेकेन्डमा तपाईँको डेट अफ बर्थ, थर्डमा तपाईँको जिमेल अथवा इमेल, अनि तपाईँको फोन नम्बर, अनि तपाईँ कुन डिस्ट्रिक्टमा बस्नुहुन्छ त्यो, अनि तपाईँको पासवर्ड। तपाईँको पासवर्ड आफूले पनि राख्न सक्नुहुन्छ। जस्तो मैले उसको राखिदिइसकेको छु पासवर्ड। हो यति गरिसकिसकेपछि तपाईँहरूले चाहिँ सुरुमा भनेको चाहिँ तपाईँहरूले चाहिँ मुनि गएर चाहिँ तपाईँहरूले चाहिँ जस्तो कुन प्याकेज चुज गर्नुभएको छ, मैले त मास्टर प्याकेज चुज गरेको छु। अझै मुनि मुनि आउनुहुन्छ भने चाहिँ तपाईँले चाहिँ यहाँ थिचेर चाहिँ तपाईँले चाहिँ प्रोसेस अर्डर गर्न सक्नुहुन्छ। अनि यस्तो गरिसकेपछि तपाईँले चाहिँ यतिकै गरिसकेपछि तपाईँले चाहिँ मुनि मुनि स्क्रोल गर्दै आएपछि तपाईँहरूले चाहिँ यहाँ थिचेर चाहिँ यसमा थिचेर चाहिँ एप्लाई उतो गरेपछि चाहिँ प्रोसेस अर्डर गर्न सक्नुहुन्छ। यहाँ गरेपछि यस्तो इन्टरफेस आउँछ। यस्तो इन्टरफेस आएपछि तपाईँहरूले चाहिँ केबाट क्युआर कोडबाट पेमेन्ट गर्न चाहनुहुन्छ, ब्याङ्क, इस्युआ, खल्ती, मल ब्याङ्किङ, तपाईँसँग जे अनलाइन छ त्यसको थ्रुबाट पेमेन्ट गर्न सक्नुहुन्छ। मैले चाहिँ फर्स्ट कोडलाई थिचेर चाहिँ अनि प्लिज अर्डरमा थिचेँ। त्यहाँदेखि चाहिँ अनि यस्तो हाम्रो कम्पनीको क्युआर कोड आउँछ। तपाईँले पेमेन्ट गर्दाखेरि चाहिँ ब्याङ्क, इस्युआ, खल्ती, मल ब्याङ्किङ तपाईँसँग जे अनलाइन छ त्यसको थ्रुबाट तपाईँले पेमेन्ट गर्न सक्नुहुन्छ। मैले चाहिँ हाम्रो कम्पनीको क्युआर कोड चाहिँ मैले स्क्रिनशट लिएँ। स्क्रिनशट लिएर चाहिँ मैले चाहिँ ब्याङ्कको थ्रुबाट चाहिँ पेमेन्ट गर्न चाहन्छु। अब एकछिन वेट गरेर चाहिँ म तपाईँलाई देखाउँछु कसरी गर्ने भनेर। मैले चाहिँ पेमेन्ट गरिसकेको छु भने चाहिँ ब्याङ्कको थ्रुबाट, तर म देखाउँदैछु। यहाँ हेर्न सक्नुहुन्छ राम्ररी तपाईँहरूले चाहिँ। हो यस्तो मुनि गर्दै गएपछि तपाईँले चाहिँ यहाँ भनेको चाहिँ प्रोफाइल, तपाईँले अहिले भर्खर पेमेन्ट गरेको स्क्रिनशट सपमा चाहिँ यो थिच्ने साइडमा चाहिँ चुज उतो फोल्डर भन्नेमा थिचेपछि तपाईँले चाहिँ यस्तो इन्टरफेस आउँछ। यस्तो इन्टरफेस आएपछि तपाईँले पेमेन्ट गरेको स्क्रिनशट राखेँ मैले, पेमेन्ट गरेको स्क्रिनशट हो यहाँ हेर्न सक्नुहुन्छ। कम्पनीलाई मैले पेमेन्ट गरिसकेको स्क्रिनशट मैले राखेँ। यहाँ हेर्न सक्नुहुन्छ माथि भनेको चाहिँ रिफर कोड। यो रिफर कोड चाहिँ तपाईँले चाहिँ यहाँ मिस्टेक नगरिकन यहाँ हाल्नुपर्छ। तपाईँले रिफर कोड भनेको चाहिँ ट्रान्जेक्सन आइडीमा हाल्नुपर्छ। रिफर कोड भनेको चाहिँ ट्रान्जेक्सन आइडी हुन्छ, सबैको रिफर कोड हुन्छ। यहाँ हेर्न सक्नुहुन्छ यो रिफर कोड चाहिँ यहाँ तपाईँले हाल्न सक्नुहुन्छ मिस्टेक नगरिकन 30596424 हो। तपाईँले यो रिफर कोड हालिसकेपछि तपाईँको सबै कुरा भइसक्यो। अनि तपाईँको यति भइसकेपछि तपाईँले चाहिँ सेन्ड गरेपछि तपाईँको चाहिँ कङ्ग्रेचुलेसन भनेर यस्तो अप्सन आउँछ। हो कङ्ग्रेचुलेसन भनेपछि तपाईँको यो आइडी चाहिँ बनिसक्यो भनेर बुझ्दा हुन्छ। म्याक्सिमम भनेको चाहिँ 5 मिनट अथवा 10 मिनट अथवा 15 मिनटभित्रमा तपाईँको आइडी बन्न सक्नुहुन्छ। अनि तपाईँको आइडी आफैले पनि लगइन गरेर चाहिँ तपाईँहरू चाहिँ वेबसाइटभित्र हेर्न सक्नुहुन्छ।